सम्पूर्ण दर्शक महानुभावहरुमा नमस्कार। आज म तपाईहरु समक्ष दिगो विकासका लक्ष्यहरु एकदमै छोटो समयमा कसरी याद गर्ने भन्ने विषय लिएर उपस्थित भइसकेको छु। यदि तपाईहरुले पनि भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईहरु पनि एकैछिनमा 17 वटा लक्ष्यहरु याद गर्न सक्नुहुनेछ। र यो भन्नुभन्दा अगाडि म यो दिगो विकासको लक्ष्यको बारेमा केही पृष्ठभूमि जोड्न चाहन्छु। सन् 2015 सेप्टेम्बर 25 मा UN को 70औं महासभाबाट 193 देशले हस्ताक्षर गरी 17 वटा दिगो विकासका लक्ष्यहरु र 169 वटा उपलक्ष्य पारित गरेको थियो र यसको लागू 2016 जनवरी 1 देखि डिसेम्बर 31 2030 सम्म रहनेछ। र अब म कुनै पनि ढिला नगरी तपाईहरुलाई सजिलो ट्रिकले दिगो विकासका 17 वटा लक्ष्यहरु कसरी याद गर्ने भन्ने कुरातर्फ डोर्याउन चाहन्छु। र मैले यहाँ ट्रिक लिएर आइसकेको छु। यहाँ 3 वटा ट्रिकहरु रहेको छ। सुरुको ट्रिकले 5 वटा लक्ष्यहरु याद गर्न सकिन्छ भने दोस्रो ट्रिकले पनि 5 वटा र तेस्रो ट्रिकले 7 वटा लक्ष्यहरु हामी सजिलै याद गर्न सक्छौं। म यो पहिलो ट्रिकबाट 5 वटा लक्ष्यहरु तर्फ गएँ। गरिब भोको सुशील छ। गरिब भोको सुशील छ। योबाट गरिबीको अन्त्य, गरिबीको अन्त्य, भोको भोकमरीको अन्त्य, सुबाट सुस्वास्थ्य र समृद्ध जीवन, सीबाट गुणस्तरीय शिक्षा, सीबाट र लबाट लैङ्गिक समानता। यसरी सुरुका 5 वटा लक्ष्यहरु याद गर्न सकिन्छ। सुरुका 5 वटा लक्ष्यहरु याद गरिसके पश्चात हामी दोस्रो नम्बरमा जान्छौं। दोस्रो नम्बरको ट्रिक रहेको छ सोकी मनन। सोकी मनन। यसबाट हामी 5 वटा लक्ष्य याद गर्न सक्छौं। सोबाट स्वच्छ पिउने पानी र सरसफाई, कीबाट किफायती र स्वच्छ ऊर्जा, मबाट मर्यादित रोजगारी र आर्थिक विकास, नबाट नवीन खोज पूर्वाधार र उद्योग र न न्यूनीकरण। के को न्यूनीकरण त भन्दा असमानताको न्यूनीकरण। यसरी हामी 10 वटा लक्ष्यसम्म याद गर्न सक्छौं। अब बाँकी 7 वटा लक्ष्यहरुतिर जाम है त। तेस्रो ट्रिक रहेको छ दिदीले जली जली जमिन ल्याइन्। दिदीले जली जली जमिन ल्याइन्। सुरुको दिबाट दिगो शहर र समुदाय, दोस्रो दिबाट दिगो उपभोग र उत्पादन, त्यसपश्चात जली, जली अर्थात् जलवायु परिवर्तनमा पहल, दोस्रो जलीको जलमुनिको जीवन, त्यसपछि जमिन, जमिनको जबाट जमिनमाथिको जीवन, त्यसपछि जमिनमै अर्को छ नबाट न्याय शान्ति र सक्षम समाज, त्यसपछि ल्याइनको आधा लबाट लक्ष्य प्राप्तिका लागि साझेदारी। यसरी हामी 17 वटा लक्ष्यहरु मजाले 30 सेकेन्डभित्र याद गर्न सक्छौं। र मलाई आशा छ तपाईहरु पनि यसरी ट्रिक लगाएर मजाले याद गर्न सक्नुहुनेछ। र हामीले विभिन्न पाठ्यक्रमहरुमा पनि 17 वटा दिगो विकासका लक्ष्यहरु याद गर्नुपर्ने हुन्छ र लोकसेवाले लिने हरेक इक्जामहरुमा पनि यो उत्तिकै महत्त्वपूर्ण रहेको हुँदा मैले तपाईहरुको सजिलोका लागि यो भिडियो बनाएको छु। कृपया मन परेमा अवश्य लाइक, कमेन्ट गरिदिनु होला। धन्यवाद।